डिरेक्सनमा फुल लाइफस्टाइल छ। जस्तै अहिले हाम्रो चाहिँ कम्पनी 180 प्लस कन्ट्रीमा छ, 180 प्लस कन्ट्रीमा छ। हाम्रो चाहिँ मार्केटिङ प्लान यति इजी छ, हाम्रो मार्केटिङ प्लान यति इजी छ, 6% बाट स्टार्ट भएर 71% सम्म डिरेक्सनले तपाईँ हामीलाई चाहिँ फिडब्याक दिने गर्छ, यहाँबाट चाहिँ क्यासब्याक दिने गर्छ। 6% बाट स्टार्ट हुन्छ, 71% सम्म हुन्छ। जस्तै 71% कहाँबाट स्टार्ट हुन्छ भन्दा स्टार डायमन्डबाट, स्टार डायमन्डबाट चाहिँ हाम्रो 71% स्टार्ट हुन्छ। स्टार डायमन्डदेखि सीए सम्मको मान्छेले पाउने भनेको 71% नै हो। यदि हामी स्टार डायमन्ड भयो र सीए हुँदासम्म पनि हामीले चाहिँ 71% ले नै बन्न सक्ने हो। यदि तपाईँ डायमन्ड बन्नु भयो भने तपाईले सीए बराबरको चाहिँ एउटा लेभलमा पुग्नुहुन्छ, तपाईँ हामी पुग्छौँ। कम जस्तै केही नभए पनि तपाईले धेरै नसके पनि, जस्तै हाम्रो कम्पनीमा 24 वटा पोजिसन छन्, 24 पोजिसन छन्। यो 24 पोजिसनकै तपाईले चाहिँ मार्केटिङ प्लान सिकाउनु परेन, 24 पोजिसनकै मार्केटिङ प्लान सिकाउनु परेन। एटलिस्ट 71% बोनस कसरी आउँछ डिरेक्सनमा, त्यो 71% यो जुन डिरेक्सनको 2% सेयर होल्डर बन्ने जुन अवसर छ, यो कसरी पाउन सकिन्छ भन्ने कुरा चाहिँ तपाईहरुले प्र्याक्टिस गर्नुपर्छ, तपाईहरुले प्र्याक्टिस गर्नुपर्छ। जस्तै तपाई स्टारजिन हुनुहुन्छ, मेम्बर हुनुहुन्छ, जस्तै तपाई मेम्बर हुनुहुन्छ भने अब तपाईले मेम्बर बन्ने तरिका मात्रै सिकाउने त, तपाईले लिएको मान्छेको क्यापेसिटी के मेम्बर बन्ने मात्रै हो? तपाईले लिएको मान्छे, यहाँ बसेको मान्छेको क्यापेसिटी के स्टारजिन बन्ने मात्रै हो? होइन नि त। कम्प्लिट एउटा चाहिँ प्लान सिकाउने चाहिँ प्र्याक्टिस गर्नु पर्यो, प्र्याक्टिस गर्दा चाहिँ जस्तै अब फेरि मैले यति मात्रै पाएको छु, मैले यति मात्रै सो गर्छु भन्दा, जस्तै फेरि कहिलेकाहीँ झुकेर तपाईले 180 वटा देशमा चाहिँ हाम्रो कम्पनी छ भन्दा तपाईको 180 वटा कन्ट्रीमा गएर घुमेर आउनु भएको छ, त्यहाँ डिरेक्सन छ कि छैन थाहा पाउनु भएको छ भनेर प्रश्न गर्यो भने, जस्तै म स्टारजिन हो, म मेम्बर हो, मलाई थाहा छैन, मैले जति पाएको छु त्यति मात्रै भन्छु भने भन्दा अब 180 वटा कन्ट्रीमा डिरेक्सन छ, अब डुबेमा छ कि छैन भने तपाईँ गएर आउनु भएको छ र छैन नि? के को आधारमा भन्नुहुन्छ? के को आधारमा भन्नुहुन्छ? एउटा चाहिँ देखेको आधारमा, कहीँ पढेको आधारमा, बुकमा पढेको आधारमा, एउटा हाम्रो चाहिँ वेबसाइटमा देखेको आधारमा भन्नुहुन्छ नि। अनि यो मार्केटिङ प्लान हाम्रो वेबसाइटमा छैन र छ, अनि त्यसको आधारमा भन्ने कि नभन्ने? भन्नको लागि के गर्नु पर्यो? प्र्याक्टिस गर्नु पर्यो। प्र्याक्टिस बाइ मेक पर्फेक्ट। तर पर्फेक्ट प्र्याक्टिसले मात्रै के गर्छ? पर्फेक्ट बनाउँछ। त्यही भएर जस्तै अब यो अनि त्यसपछि जस्तै बारम्बार हामीले चाहिँ भनिराखेका हुन्छौँ क्लासमा, मेरो स्पेसल्ली मैले गर्ने ट्रेनिङहरूमा मैले भनिराखेका हुन्छु, यहाँ कस्ता कस्ता व्यक्तिहरू सफल भएका छन्। जस्तै इक्जाम्पलको रूपमा पेश गर्नको लागि हामीलाई थाहा हुनुपर्छ यहाँ कस्ता कस्ता व्यक्तिहरू सफल भएका छन्, उनीहरूको जीवनशैली कस्तो कस्तो छ भनेर हामीलाई त्यो कुराहरू पनि थाहा हुनुपर्छ। त्यो कुराहरू तपाईँ यहाँ आएर सबै कुरो यहाँ आजै थाहा पाउनुहुन्न। तपाईँ रुममा हुँदा, तपाईँहरूले चाहिँ थोरै समय हुँदा तपाईँले के गर्नुहुन्छ, तपाईँहरूको ध्यान केमा जान्छ? स्पेसल्ली जस्तै तपाईँ जब ड्युटी हुन्छ नि, ड्युटी भएर तपाईँले चाहिँ ड्युटीमा हुँदाहुँदै पनि तपाईँ वासरुम जाँदा मोबाइल छुने बानी हुन्छ नि सबैको। मोबाइल छुँदा मोबाइलमा सबैभन्दा पहिला तपाईँले के हेर्नुहुन्छ? त्यो कुराले चाहिँ तपाईँलाई सफलतातिर कति छिटो अगाडि बढ्नुहुन्छ, सफलतातिर कतिको तपाईँको ध्यान छ भनेको त्यो कुरा चाहिँ एउटा चाहिँ केन्द्रित गर्छ। त्यसले लक्ष्य चाहिँ एउटा निर्धारण गर्छ क्या तपाईँको चाहिँ काम गर्ने। तपाईँ अलिकति फ्री समय भयो, जस्तै खाना खाइसकेपछि रेस्ट गर्ने टाइममा अथवा रुममा बस्ने टाइममा तपाईँ जब फ्री हुनुहुन्छ त्यसपछि तपाईँले के काम गर्नुहुन्छ, त्यो कुराले चाहिँ यो प्राप्त गर्नको लागि एउटा चाहिँ हुन्छ नि मार्गदर्शन चाहिँ तय गर्ने हो। आजै तपाईँले आजको दिन र फ्राइडे दिनले मात्रै सबै कुरा हुँदैन। त्यसको लागि तपाईँको मोटिभेसनको जरुरत पर्छ। त्यसको लागि जस्तै मैले भनेको कुराले यहाँ आजको क्लासले, फ्राइडे क्लासले तपाईँ मोटिभेट भएर गएर बाटोमा एकपल्ट एकजना मान्छेलाई भनेर तपाईँ सफल हुने होइन। प्रत्येक दिन तपाईँ चाहिँ के गर्नुपर्छ? काम गर्नुपर्छ। काम गर्नको लागि प्रत्येक सेकेन्ड काम गर्नको लागि के हुनुपर्छ? मोटिभेसन आफूबाट आउनुपर्छ।
आफूबाट मोटिभेसन आउनको लागि के गर्नु पर्यो तपाईको चाहिँ वाइ क्लियर हुनु पर्यो। वाइ क्लियर हुनु पर्यो। प्रत्येक सेकेन्ड मोटिभेसन आउनको लागि र प्रत्येक सेकेन्ड मोटिभेट हुनको लागि तपाईको वाइ क्लियर हुनु पर्यो। जबसम्म तपाईको वाइ क्लियर हुँदैन तपाईले प्रत्येक सेकेन्ड काम गर्न सक्नुहुन्न। म जबदेखि डिएक्सनमा जोइन भएको छु तबदेखि मलाई मेरो स्पोन्सरले एकपल्ट कल पनि गर्नु भएको छैन। उनले डिएक्सन गर्ने विषयमा मेरो स्पोन्सरसँग मारामारी गर्ने कुरो भएको छ, तर पनि म डिएक्सन गर्दैछु। किन गर्दैछु? मेरो वाइ क्लियर छ। म जहाँ जाँदा पनि डिएक्सन गर्छु। जे आज मात्रै मेरो मलेसियामा भएको अब अर्को महिना रुबी बन्दै हुनुहुन्छ, उहाँ सरसँग मेरो कुरा भएको थियो। उहाँसँग मेरो एकपल्ट मैले नेपालमा भेट भएको थियो। उहाँलाई चाहिँ यो अस्ति भर्खरै पनि अन्य आफ्नो साथीहरूले लगेर चाहिँ विभिन्न कम्पनीको विषयमा चाहिँ भन्नुभयो। जस्तै डिएक्सनमा डायमन्ड बनेको साथीहरूले नै अन्य कम्पनीको विषयमा जोइनिङ गर्ने आइडिया भन्नुभयो अरे। म लगभग 6 वर्ष जति भयो उहाँसँग कन्ट्याक्टमा भएको। मसँग जोडिएको साथीहरू, मसँग यात्रा गर्ने साथीहरूलाई आजसम्म मैले चाहिँ डिएक्सनलाई अगाडि बढाउनको लागि, डिएक्सनमा सफल हुनको लागि कुरा बाहेक अन्य मैले कुनै पनि कुरा आजसम्म गरेको छैन। किन गरेको छैन भने मेरो वाइ क्लियर छ। म किन डिएक्सन गर्दैछु मेरो वाइ क्लियर छ। त्यो भएर मैले चाहिँ हर टाइम मसँग जोडिएको साथीलाई अथवा जोडिने साथीलाई मैले के गर्छु डिएक्सनको बारेमा कुरा गर्छु, डिएक्सन अगाडि बढाउनको लागि कुरा गर्छु। सो तपाईको वाइ क्लियर हुनु पर्यो। आजको दिन फ्राइडेको दिन मात्रै आएर काम गरेर हुँदैन। प्रत्येक समय काम गर्नको लागि मोटिभेसन अरूबाट होइन आफूबाट आउनु पर्यो।